यो विद्यालयको प्रधान अध्यापक भएको हुँ। त्यसपछिका हरेक घटनाहरूबाट कणहरू मसँग पनि जोडिएका छन्। त्यसभन्दा अगाडि पनि यो विद्यालयले जिल्ला स्तरमा आफ्नो राम्रो छवि स्थापना गरिसकेकै थियो। तत्कालीन अवस्थामा एसी परीक्षाको नतिजामा यो सर्वोत्कृष्टले नतिजा त्यतिखेर पनि हासिल गरिराखेकै थियो। तथापि त्यो समयलाई र अहिलेको समयलाई अलिकति रूपमा तुलना गरेर हेर्दाखेरि यसको विकासक्रम र प्रगतिलाई हामीले अलि राम्रोसँग छुट्याउन सक्छौँ कि जस्तो मलाई लाग्छ। कहिलेकाहीँ हामीलाई के अनुभूति हुँदो रहेछ भने एउटा कहावत छ, जो पास रहते उसी हम बुरा कहते जिसको दिखा तक नहीं उसी हम खुदा कहते भन्ने रहेछ के यो कहावत चाहिँ। त्यसो भएको हुनाले अगाडि भएको नजिक भएको प्राप्ति भइसकेको कुरालाई यो केही पनि होइन भन्ने हाम्रो दृष्टिकोण रहँदो रहेछ। अनि टाढाको कुरा चाहिँ संसारै त्यही हो, भगवानै त्यही हो भन्ने लाग्दो रहेछ हामीलाई। त्यसो भएको हुनाले अलिकति यो महत्त्वपूर्ण समयमा मैले के कुरा राख्न चाहन्छु भने 2074 सालमा हामी 14 आना जग्गामा थियौँ। 14 आना जग्गाको क्षेत्रफलमा हामी थियौँ। सागु र दायराभित्र विद्यालय थियो। तथापि 412 विद्यार्थी भाइ बहिनीहरू 2074 सालको अगाडि हुनुहुन्थ्यो र आज हामी 1220 जना विद्यार्थी भाइ बहिनीहरू यो विद्यालयले अध्यापन गराइराखेको छ र त्यसमध्ये बाल विकासमा मात्रै 142 जना विद्यार्थी भाइ बहिनीहरू अध्ययनरत हुनुहुन्छ भने प्राथमिक तह कक्षा 1-5 मा 303, 6-8 मा 251, 9-10 मा 242, 11-12 मा गरेर 284 जना विद्यार्थी भाइ बहिनीहरू गरी 1220 विद्यार्थी भाइ बहिनीहरू अहिले यो विद्यालयमा पढ्नुहुन्छ। यसै सन्दर्भमा हिजो हामीले यसको पूर्व सन्ध्यामा नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत गर्यौं। यसरी स्वागत गर्दा 223 जना नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई हामीले यस वर्ष यो विद्यालयमा भित्राएका छौँ। बाल विकासदेखि कक्षा 9 सम्म मात्रै। अब हाम्रो कक्षा 11 मा नयाँ विद्यार्थी भर्ना गर्नु नै बाँकी छ। तथापि कक्षा 11 मा नयाँ विद्यार्थी भर्ना गर्दा अब 137 जना विद्यार्थी भाइ बहिनीहरू भने कक्षा 12 बाट बाहिरिँदै हुनुहुन्छ। त्यो कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। हिजो 14 आना जग्गाबाट आज हामी 34 रोपनीको क्षेत्रफलमा फैलिएका छौँ। हिजो हामीसँग 2 करोडको लगभग भौतिक संरचना थियो भने आज हामी 27 करोडको हाराहारीमा हामीले प्रगति गरेका छौँ। त्यो खालको मूल्य बराबरको भौतिक संरचना हामीले निर्माण सम्पन्न गरेका छौँ। हिजो हामीसँग 16 वटा मात्रै कक्षा कोठा थियो, आज 36 वटा सेक्सन छ र 37 वटा कक्षा कोठामा हामी विद्यार्थीहरू पठन पाठन गराइराखेका छौँ। आज हाम्रो विद्यालयमा हिजो नर्सिङ स्टेसन, परामर्श कक्ष, आइसिटी ल्याब र लाइब्रेरी 0 थियो। आज सबै कुराको हाम्रो पूर्ण पर्याप्त व्यवस्थापन गरेका छौँ। हिजो विज्ञान प्रयोगशाला एउटा, गणित प्रयोगशाला 0, गणित नृत्य कक्ष, सांस्कृतिक कक्ष, खेलकुद कक्ष र सिजी ल्याब, करियर गाइडेन्स ल्याब हामीसँग 0 थियो। आज त्यो उपयुक्त मात्रामा हामीले व्यवस्थापन गरिसकेका छौँ। हिजो 25 जना क्षमताको क्याफेटेरिया थियो, आज हामीसँग यो क्याफेटेरिया 300 जना क्षमताको भएको छ। हिजो हामीसँग 25 जना क्षमताको हल थियो, आज 350 क्षमताको कार्यक्रम हल हामीले निर्माण सम्पन्न गरिसकेका छौँ। हिजो हामीसँग रिसेप्सन थिएन, शिक्षकको आवास कक्ष पनि थिएन, आज हामीले शिक्षक आवासको पनि व्यवस्था गरिसकेका छौँ। केही दूरदराजबाट विद्यालयमा आएर पढाउनु हुने शिक्षक साथीहरूलाई समस्या नहोस् भन्नको लागि हामीले त्यो व्यवस्थापन पनि थोरै भए पनि यो वर्षबाट 4 वटा कोठाहरू हामीले छुट्टै विद्यालय भवनमा सञ्चालन गरिराखेका छौँ। घेराबारको अवस्था हामीका कार्यतारले मात्रै सीमित थियो, आज पक्की घेराबारमा हामी पुग्न सफल भएका थियौँ। आज शौचालयको सङ्ख्या 2 थियो, आज युरिनल मात्रै 7 भएको छ। हिजो स्कुल बसको सङ्ख्या 0 थियो, आज स्कुल बसको सङ्ख्या 3 वटा पुगेको छ। हिजो स्मार्ट बोर्डको सङ्ख्या 0 थियो, आज त्यो 7 वटा पुगेको छ। हिजो 12 वटा कम्प्युटरमा थियौँ, आज हामी 53 वटा कम्प्युटर लिएर विद्यार्थी भाइ बहिनीलाई पठन पाठन गरिराखेका छौँ। मैले भन्न चाहन्छु हिजोको दिनभन्दा आजको दिनमा प्रतिशतलाई हिसाब गर्ने हो भने यो कुनै पनि विकासको प्रतिशतहरू 100% मा अटिँदैन। यसलाई तुलनात्मक रूपमा हिसाब गर्दा सबैभन्दा बढी प्रतिशत यसले के गर्छ भने 1728% देखि 1662% सम्म यसले चाहिँ आफ्नो तुलनात्मक रूपमा वृद्धि दर गरेको छ। यसले विद्यार्थी सङ्ख्यामा भएको वृद्धि दर र भौतिक सुविधाको विस्तारमा भएको वृद्धि दरमा पनि यसले यो खालको कामहरू गर्न सफल भएको छ। हिजो 2074 सालमा शिक्षक कर्मचारीहरू विद्यालय स्रोतबाट 9 जना हुनुहुन्थ्यो, आज 33 जना शिक्षक कर्मचारीहरू हामी विद्यालय स्रोतबाट
यहाँ काममा लगाइराखेका छौँ। हिजो नेपाल सरकारको तलब भत्ता खाने 22 जना हुनुहुन्थ्यो, आज दरबन्दी मिलानको क्रमबाट हाम्रो विद्यालयमा 33 जना शिक्षक कर्मचारीहरू हुनुहुन्छ। यसको पनि 50% हामीले सरकारी तर्फबाट पनि वृद्धि भएको छ भने 266% चाहिँ हाम्रो निजी स्रोतबाट चाहिँ शिक्षक कर्मचारीहरू राखेर हामीले कामहरू गरिराखेको छौँ। यसैको नतिजालाई हेर्ने हो भने हामीले सदैव उत्कृष्ट नतिजा हासिल गर्दै आइराखेका छौँ। गएको वर्षहरूमा ग्रेडेड हुनको लागि 1.6 आधारभूत जिपिए आयो हुन्थ्यो, तर गएको वर्षबाट प्रत्येक सब्जेक्टमा पनि कम्तीमा डी ग्रेड ल्याउनु पर्ने बाध्यकारी अवस्थामा गएको वर्ष हामीले 70% विद्यार्थीलाई ग्रेडेड पार्यौँ र उच्चतम जिपिए 3.85 सहित हामी विद्यालय नगर प्रथम भएको थियो, जिल्लामा अहिले उत्कृष्ट नतिजा हासिल गरेको थियो। यस वर्ष 113 जना विद्यार्थीहरू सहभागी हुनुभएकोमा 110 जना विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ। त्यसमध्ये उच्चतम जिपिए 3.85 बाट बढेर 3.95 पुगेको छ भने 3.6 भन्दा माथि जिपिए ल्याउने 11 जना विद्यार्थी भाइ बहिनीहरू बढाएर 15 जनाको सङ्ख्यामा हामीले पुर्याएका छौँ भने 3.2 देखि 3.6 सम्म 51 जना विद्यार्थी भाइ बहिनीहरूलाई हामीले ग्रेडेड गर्न सफल भएका छौँ। यो पनि हाम्रो विद्यालयको एउटा प्रगतिको रिपोर्ट हो, म भन्न चाहन्छु। हिजो 2073-74 सालको आर्थिक विषयहरूलाई हामीले हेर्दाखेरि हाम्रो विद्यालयको ट्रान्जेक्सन 1,20,38,248 थियो भने 2081-82 यो ट्रान्जेक्सन बढेर 6,87,31,220 रुपियाँ 62 पैसा पुगेको छ। यो हेर्दाखेरि 470.94%ले यसको ट्रान्जेक्सनमा पनि वृद्धि आएको छ। अन्तिम मौजातमा 13 लाख रुपियाँ 337 रुपियाँ थियो भने यो अहिले बढेर 1,38,00,000 रुपियाँ पुगेको छ, जुन 968%ले यसले आफ्नो चाहिँ अन्तिम मौजातमा पनि विकास गरेको छ। हिजो हामीले खरिद प्रक्रिया सामान्य ढङ्गले गर्थ्यौँ भने आज नेपाल सरकारले जारी गरेको खरिद ऐन र नियमावली अनुसार हुबहु हामीले कामहरू गरिराखेका छौँ र विद्यालयका भौतिक संरचनाहरू निर्माणमा हामीले विद्यालयबाटै नेपाल सरकारको पिपिएमओ पोर्टल लिएर ई बिल्डिङ हामी आफै गर्छौँ र यहीबाट हामीले कामहरू गरिराखेका छौँ। हामीसँग 1 करोड रुपियाँ बजेट आउँदा विद्यालय व्यवस्थापनले आन्तरिक स्रोतलाई सुनिश्चित गर्दै 1,52,00,000 हामीले टेन्डर गरेका छौँ भने त्यसरी गर्दा घटाघटमा आएको टेन्डरलाई 92 लाख भित्रमा हामीले 1,52,00,000 कामहरू हामीले गरेका छौँ। त्यसैले अरू विद्यालयहरू भन्दा पनि स्रोतको हिसाबले, प्रयोगको हिसाबले, उपयोगको हिसाबले जति रकम आएको छ आजको दिनसम्म लगभग हामीले काउन्टमा जाने हो भने 1 लाख रुपियाँ जति चाहिँ नमुना विद्यालयको रकम फ्रिज भयो होला भौतिकतर्फ, नत्र भने 1 रुपियाँ बाँकी पैसा हामीले फ्रिज गरेका छैनौँ। 100% लगानी हामीले गर्न सफल भएका छौँ। त्यसैले त्यहाँबाट आएको लगानीबाट हामीले धेरै संरचनाहरू निर्माण गरेका थियौँ। अस्ति भर्खरै मैले रिपोर्ट पल्टाएर हेर्दै थिएँ, लागत अनुमान 13 करोड भएको संरचना हामीले यो नमुना विद्यालय विकास कार्यक्रमबाट सम्पन्न गरेछौँ र त्यसको लागि हाम्रो कुल खर्च भने 5,50,00,000 मात्रै भएको रहेछ। भनेपछि आधीभन्दा कम पैसामा हामीले त्यो अनुमानित लागतको काम सम्पन्न गर्न सफल भएका छौँ। त्यो पनि हाम्रो लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ। र हामीले अर्को महत्त्वपूर्ण कुरा, हाम्रो विद्यालयलाई विषयालय मात्रै बनाएका छैनौँ, यसलाई अतिरिक्त क्रियाकलापको केन्द्र र खेलकुदको केन्द्रको रूपमा पनि विकास गर्ने मनोकांक्षाका साथ हामीले कर्महरू गरिराखेका छौँ। यसरी कर्महरू गरिराख्दाखेरि विद्यालय तहमा सञ्चालन हुने नगरपालिका स्तरमा गरिने कार्यक्रमहरू, राष्ट्रपति रनिङशील प्रतियोगिता हामीले 1 वर्ष ग्याप गरेर नियमित रूपमा तेस्रो पटक हामीले राष्ट्रपति रनिङशील जित्न सफल भएका छौँ भने जिल्लामा पनि हामीले उत्कृष्ट नतिजा हासिल गरेका छौँ। फुटबल र फुटसलमा जिल्ला र प्रदेश स्तरमा हामीले पहिलो र दोस्रो उपलब्धि हासिल गरेको कुरा म यो सम्पूर्ण यहाँहरू बिचमा सुनाउन चाहन्छु। र हामीले निःशुल्क रूपमा विद्यार्थी भाइ बहिनीहरूलाई टेक्वान्डोको तालिमहरू प्रदान गर्दै आइराखेका छौँ भने त्यसका लागि हामीले खेलकुद शिक्षकको पनि व्यवस्थापन गरेको कुरा म यहाँलाई सुनाउन चाहन्छु। र विद्यालयले गरेका यी सम्पूर्ण कार्यहरू, हामीले बनाएको योजना, विशेष गरी विद्यालय सुधार योजनाको केन्द्रमा बसेर हामीले काम गरिराखेका छौँ र हामीले बनाएका योजनाहरू केवल शिक्षकको तलब माग गर्ने दस्तावेजको रूपमा प्रयोग भएको छैन। यो त विद्यालय विकासको लागि खाकाको रूपमा हामीले स्थापित गर्न सफल भएका छौँ र हामीले नमुना विद्यालय विकासको पञ्चवर्ष योजना सम्पन्न गरेर यो वर्ष मात्रै हामीले अर्को पञ्चवर्षीय योजना, पूर्वाधार योजना र शैक्षिक योजना निर्माण गरेका छौँ। र गएको
2 वर्ष अगाडिबाट हाम्रो विद्यालयमा विज्ञान विषयलाई पनि एउटा अफसल ऐच्छिक विषयको रूपमा सञ्चालन गर्दै 11-12मा विज्ञान विषय सञ्चालन गर्दै आएका छौँ र यो वर्ष 24 जना विद्यार्थी भाइ बहिनीहरू विज्ञानको परीक्षा दिनुभएको छ। यस सन्दर्भमा विज्ञान विषयसँग 137 जना विद्यार्थी भाइ बहिनीहरू कक्षा 12 को परीक्षामा सहभागी हुनुभएको पनि म यहाँहरूको बीचमा राख्न चाहन्छु। तथापि यी र यस्ता खालका गतिविधि र क्रियाकलापहरू गर्नको लागि धेरै बजेटको पनि आवश्यकता हुँदो रहेछ। विद्यार्थीहरूबाट हामीले अभिभावकहरूबाट हामीले सहयोग रकम धेरै माग्न सक्ने स्थिति पनि अहिले छैन। सरकारले विभिन्न खालका निर्देशनहरू दिएको कारणले अभिभावकहरूमा अलमलहरू सिर्जना भइराखेको छ। विद्यालयको स्थिति एकातिर, विद्यालयको परिवेश एकातिर र सरकारको निर्देशन अर्कोतिर हुँदा साँच्चीकै विद्यालयहरू अहिले मारमा परिराखेका छन्। अभिभावक र समुदाय र विद्यालय बीचको दूरी बढाउने काममा यसले भूमिका निर्वाह गरिरहेको छ। विषय अत्यन्त उत्तम हो। निःशुल्क शिक्षालाई हामीले सम्मानका साथ प्रयोग गर्ने प्रयत्न गरिराखेका छौँ। अनिवार्य शिक्षालाई हामीले मौलिक विषयवस्तु बनाइराखेका छौँ। त्यसो गर्दा गर्दै पनि अभिभावकहरू सहयोगको रूपमा हामीले शुल्कभन्दा पनि सहयोगको रूपमा माग्न भने हामी पछाडि हट्नुपर्ने स्थिति छैन, किनकि हामीले 33 जना विद्यालय स्रोतका शिक्षक कर्मचारीहरू राखेर हामीले कामकाजहरू गर्दै आएको म निवेदन गर्न पनि चाहन्छु। आज हामीले पञ्चवर्ष योजना बनाइराख्दा हाम्रो विद्यालयको विद्यार्थी सङ्ख्या अब लगभग 100 हाराहारीमा मात्रै वृद्धि गर्ने लक्ष्य छ। त्योभन्दा बढी अब हाम्रो विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि हुने छैन कहिले पनि यो संरचनामा। यति विद्यार्थीहरूलाई हामीले नमुना विद्यालयको बाँकी रहेको कामहरू, ल्याब हाउस अपुरो छ, भुइँतला तयार भएको छ, त्यसमा झ्यालुका हाल्न सकेको छैन। अब यो वर्षबाट अनुदान कटौती भएको छ। शिक्षकको लागि क्वार्टर, त्यसको लागि हाम्रो योजना छ, गुरु योजना छ, इस्टिमेट छ, सबै छ। हामीसँग बजेट छैन। विद्यार्थी छात्रावासको लागि बजेटको व्यवस्था छैन। त्यसको लागि आवश्यक पर्ने अरू घेराबार लगायतका विषयवस्तुको लागि हामीलाई बजेट छैन। विद्यालयको योजना अनुसार अझै खेलकुद मैत्री बनाउनको लागि हामीले फुटसल र बास्केटबललाई विकासको परियोजनाको रूपमा अगाडि सारेका छौँ। बास्केटबल निकट भविष्य 1 वर्षभित्रै सम्पन्न गर्ने योजना छ भने फुटसलको लागि योजना माग गर्ने कामहरू गरिराखेका छौँ। स्रोतहरू बटुल्ने कामहरू हामीले गरिराखेका छौँ। यदि ती सबै कुराको बन्दोबस्त हुँदाखेरि हामीले पक्कै पनि सोचेको र अनुभव गरेको र विद्यालयमा हुनुपर्ने आधारभूत गुणहरूले सम्पन्न भएको विद्यालय यो छ भन्न सक्ने स्थितिमा हामी पुग्नेछौँ र त्यतिखेर मात्रै भालेश्वर माविले साँच्चीकै आफूलाई नमुना विद्यालयको रूपमा घोषणा गर्ने कुरा यहाँहरूको बिचमा म प्रतिबद्धता व्यक्त गर्दै र यो हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको आम महानुभावहरूलाई हार्दिक सम्मान पनि व्यक्त गर्दै म लामो पनि कुरा गर्न चाहन्न। यहाँका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू गतिविधिहरूमा जुन स्थितिसम्म आइपुगेको छ यो स्थितिमा कुनै एउटा व्यक्तिको कारणले आएको होइन। समग्र यस विद्यालयमा कार्य गर्नुहुने हाम्रा शिक्षक साथीहरू जो अनवरत रूपमा खट्नुहुन्छ, उहाँलाई कुनै समय जागिर खान आउने मनसायले कोही पनि आउनुहुन्न, सेवा गर्ने मनसायले आउनुभएको छ। त्यसैले हामी यो ठाउँसम्म आइपुगेका छौँ। हामीलाई सहयोग गर्ने शिक्षक अभिभावक सङ्घ सदैव आफ्नो बालबालिकाको पठन पाठनप्रति सचेत हुनुहुन्छ, आवश्यक सल्लाह सुझाव दिनुहुन्छ, हरेक कार्यक्रममा उपस्थित भएर माया दिनुहुन्छ। विद्यालय व्यवस्थापन समिति सदैव सकारात्मक ढङ्गले हामीलाई सहयोग गरिराख्नु भएको छ र आजसम्म विद्यालय व्यवस्थापन समितिमा कुनै पनि एजेन्डामा कसैको पनि फरक मात्र नोट अफ डिसेन्ट हामीले भोग्नु परेको छैन एउटा पनि एजेन्डामा। त्यसैले हामी यो ठाउँसम्म आइपुगेका छौँ। त्यसको लागि आदरणीय विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीज्यू जो आज अध्यक्षको भूमिकामा पनि हुनुहुन्छ, जो 18 वर्षदेखि विद्यालयको नेतृत्व व्यवस्थापनको नेतृत्व गरिराख्नु भएको छ र उहाँको अभूतपूर्व सहयोग विद्यालयमा रहेको छ। म मुक्त कण्ठले उहाँको प्रशंसा गर्न चाहन्छु, उहाँ मार्फत सम्पूर्ण व्यक्तित्वलाई प्रशंसा गर्न चाहन्छु। अभिभावकजीहरू यहाँले यति धेरै माया गर्नु भएको छ जसले गर्दा हामीले आफ्नो कर्मबाट पछाडि हट्ने कुनै पनि खालको बहाना बनाउने स्थिति बन्दैन। त्यसैले यहाँहरूको माया आघात प्रेमले हामीलाई सदैव सत्मार्गमा हिँड्नको लागि प्रेरणा दिइरहेको छ। त्यसैले म यहाँहरूलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। तसर्थ विद्यार्थी भाइ बहिनीहरू जो मेहनत र परिश्रमको पराक्रमी हुनुहुन्छ, यहाँहरूको मेहनत र परिश्रमले पनि हामीले आफ्नो इज्जतलाई, आफ्नो उचाइलाई, आफ्नो गौरवलाई र मानलाई, सम्मानलाई उच्च राख्न सफल भएका छौँ। त्यसैले म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र एकपटक म सम्पूर्ण
मान्य जनहरू, अतिथिगणहरू, यहाँहरू सबै उपस्थितलाई हार्दिक अभिवादन व्यक्त गर्दै, नमस्कार व्यक्त गर्दै, आभार प्रकट गर्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय बालेश्वर।